अभिनेता पल शाहको काठमाडौँमा करोडौंको घर बन्दै घर होस् मेरो घर कहिले होला भन्दै बल्ल पुरा हुँदैछ। गाडीको सपना पूरा भयो, अब घर बन्दैछ, छिट्टै बिहे गर्छु भन्दै गरे यस्तो खुलासा। सायद लभ म्यारेज हुन्छ होला। सपनाको घर चाहिँ छिट्टै बन्छ होला, छिट्टै तयारी हुँदैछ। तपाईँलाई म भन्नेछु यो वर्षभित्र। अब हामीले सुनिरहेका थियौँ तपाईँले सुरु गरिसक्नु भएको अथवा त्यस्तै केही सुनिरहेका थियौँ घरको होइन? ओके, आधी आधी भयो सायद। होइन, सुरु गर्दैछु, हुँदैछ। यतै हो नि होइन? यतै छ काठमाडौँ हो। मेरो सपना साँच्चै यो चाहिँ मेरो सपना थियो। म चाहिँ काठमाडौँ आएको 20 वर्ष भयो होइन, 20-21 वर्ष भएछ काठमाडौँ आएको। म आएको वर्षदेखि नै सपना थियो कि, अनि सपना थियो प्रत्येक दिन मैले चाहिँ सधैँ याद गर्थेँ कि मैले घर होस् मेरो घर कहिले होला भन्दै बल्ल पुरा हुँदैछ। विवाहका महिनाहरू चलिरहेका छन्, अब माघमा त झन् धेरै विवाह हुन्छ। तपाईँलाई त यो सोधिने प्रश्न मध्ये एकदमै प्रश्न छ। हजुर, लास्ट इयर पनि ठोक्करका साथ आएको न्युज होइन, अनि मैले त्यो बेलै भनेको थिएँ मलाई थाहा नभएको कुराहरू हो। सो मेरो प्लानिङ छैन अहिले, प्लानिङ भयो भने त म सबैलाई भन्छु हजुरलाई। त्यही नै गाडी भइसक्यो, घर हुँदैछ, त्यसपछि लक्ष्मीभित्र वैशाखतिर हो कि क्या हो? हेरौँ अब नेक्स्ट इयर के हुन्छ। घर बनाएको साल हुँदैन। तपाईँहरू प्लान गर्नुहोस् न, के हो तपाईँहरू सल्लाह गर्नुहोस् के गर्ने पोलिसी यसो गर्नु। म साँच्चीको मान्छु, म तपाईँले यो गरौँ त्यो गरौँ भन्नुहोस्। तयारी चाहिँ छ, जे रेडी नै हुनुहुन्छ? सायद लभ म्यारेज हुन्छ होला। दर्शकबिन यति बेला हामी गुन्डु क्षेत्रमा छौं। अहिले विशाल सोनीको नयाँ गीत तानातान हानाहान स्याउली बजारमाको सुटिङ धमाधम चलिरहेको छ। सो गीतको म्युजिक भिडियोमा अभिनेता पल शाह, गायक विशाल सोनी र मोडल कोमल नेपालीको अभिनय रहेको छ। सुटिङकै क्रममा कलाकारहरू निकै उत्साहित देखिएका छन्। यसैबीच अभिनेता पल शाहले आफ्ना व्यक्तिगत जीवनका केही महत्त्वपूर्ण अपडेटहरू सार्वजनिक गरेका छन्। उनका अनुसार उनले धेरै वर्षदेखि मनमा राख्दै आएको काठमाडौँमा घर बनाउने सपना अहिले पूरा हुँदैछ। शाहले घर निर्माण काम तीव्र गतिमा भइरहेको बताउँदै उक्त सपना पूरा हुँदै गर्दा आफू अत्यन्तै खुसी भएको बताए। यो सँगै उनले गाडी चढ्ने सपना पनि पूरा भएको जानकारी दिए। जीवनका यी उपलब्धिहरूमा उत्साहित देखिएका शाहले अब चाँडै विवाह गर्ने योजना रहेको समेत खुलासा गरे। उनले लभ म्यारेज गर्ने तयारीमा रहेको बताउँदै उचित समयमा सार्वजनिक रूपमा जानकारी दिने समेत बताए। कलाकारहरूको व्यक्तिगत जीवनमा यस्ता खुसीका क्षणहरू बाहिरिरहेको बेला उनले अभिनय गरेको गीतको सुटिङ पनि त्यत्तिकै रंगीन र रमाइलो माहौलमा भइरहेको छ। दर्शकहरूले छिट्टै गीतमा पल शाह, विशाल सोनी र कोमल नेपालीको उत्कृष्ट प्रस्तुति हेर्न पाउनेछन्। यति धेरै व्यस्त हुनुहुन्छ अहिले, हामी यति राति होइन यो गुन्डुको चिसोमा थरथराउँदै बसेका छौँ। यति धेरै काम गर्नु भएको छ। सपनाको घर अब कहिले ठडिन्छ पल शाहको? धेरैचोटि